सिन्धुपाल्चोक र नेपालगञ्ज फाइनलमा अब फेरि बेला नको बेला के को फाइनलमा भन्छ हौ यसले। नेपालमा त अहिले नेपाल प्रिमियर लिगको मात्र फाइनल हुन आँटेको छ भनेर भन्नुहुन्छ होला तपाईहरु। तर नेपाल प्रिमियर लिगले अहिले नेपालीहरुको ध्यान नै क्रिकेटतिर मात्रै केन्द्रित गराएको छ क्या। नेपालमा लिग फुटबल हुँदैछ भनेर पनि धेरैलाई थाहा नै छैन। नेपाली फुटबलका उच्च निकायले गति छाडे पनि हामी फ्यान्सले सपोर्ट गर्न चाहिँ छोड्नुहुन्न है। अहिले नेपालमा सी डिभिजन लिग क्वालिफायर्स भइरहेको छ र यसै प्रतियोगितामा सिन्धुपाल्चोक एफसी र नेपालगञ्ज 11 उत्कृष्ट प्रदर्शन गरी सी डिभिजन लिगमा क्वालिफाई भइसकेका छन्। उनीहरू यस क्वालिफायर्सको फाइनल प्रवेश गरेका कारण सी डिभिजनमा क्वालिफाई भएका हुन्। तर एन्फाले भने सी डिभिजन लिग कहिले हुन्छ भनेर मिति नै तोकेको छैन। तर सी डिभिजनमा 14 वटा क्लबहरू सहभागी हुनेछन् भन्ने कुरा चाहिँ पक्का भइसकेको छ। यस छनौट प्रतियोगितामा देशभरबाट 39 वटा क्लबहरूको सहभागिता रहेको थियो। यस क्वालिफायर्सको फाइनल म्याच आइतबार हुनेछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो सेमिफाइनल खेलमा नेपालगञ्जले मुसरिया फुटबल एकाडेमीलाई 1-0 ले पराजित गर्यो भने दोस्रो सेमिफाइनलमा सिन्धुपाल्चोकले शिवशक्ति युवा क्लबलाई 4-2 ले पराजित गरेको छ।